बल्ल 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 तताएर सिद्धो भुटेर ल फेरि तन्नमाथि नै कराएर मेरो दिमागले यसको ढाडमा धन्नले तातो कराई भेटेन। ढाडमा यसको ढाड छ र अहिले तन्न पनि पाल भयो। यस्तो दिमाग खराब भयो कि। हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै आरामै छु भन्नु पर्यो। म चाहिँ छोरीलाई आज खानेकुरा बनाउनलाई पसलतिर गएर सामानहरू किनेर ल्याएको। छोरी चाहिँ यहाँ कोठाभित्र सुताएर हिँडेको थियौँ। छोरी चाहिँ उठ्यो कि के गरे हेर्नु पर्यो। छोरी सुतिरहेकै रहेछ। अब म चाहिँ भुट्नु पर्यो। यो चाहिँ बदाम, यो चाहिँ ओखर भर्खरै फुटाएको मैले। अनि यो चाहिँ काजु, यो चाहिँ फर्सीको बिट हो कि बिट हो के हो, यो चाहिँ मखना, यो सुजी, यो चाहिँ ओट्स। यिनीहरू सबै पसलबाट किनेर ल्याएको। अनि चिउरा भुट्न लाग्यो साथीहरू। चिउरा पनि रातो रातो हुने गरी भुट्नु पर्ने। यस्तो झ्याउ लाग्छ मलाई यो भुट्ने सामानहरू देख्दा। यो चाहिँ ओट्स भुट्दैछौँ। सबै चिज भुट्न चाहिँ एकदम दिमागै खराब हुन्छ हो। ओट भुट्दै म चाहिँ यो चाहिँ सुजी पनि रातो रातो नै हुने गरी भुट्नुपर्छ सबै सामानहरू। यो चाहिँ मखना भुट्दै मलाई चाहिँ सबै एउटा गरी भुट्नलाई झ्याउ लागेर। अनि यो ओखर पनि हाल्यौँ, यो बदाम पनि हाल्यौँ, सबै मिक्स गरेर भुट्नु पऱ्यो भने सबै मिक्स गरिदियो साथीहरू। म चाहिँ मलाई चाहिँ झ्याउ लाग्यो क्या। अनि यो चाहिँ काजु, सबै एकैचोटि भुट्यौँ। आज चाहिँ सबै चिजहरू थोरै भएछ, यति भएछ जम्मा काजु बदामहरू। बजारमा केही किन्न सक्दो छैन, महँगो छ। के गर्नु, बच्चाहरूलाई खुवाउन पनि गाह्रै छ हो, गाह्रै छ। यो चाहिँ मिक्सरमा पिन्ने सबै मिक्स गरेर मिक्सरमा पिनेर यो रुएर फेरि यहाँ गरेछ। रोएर बसेको छोरी चाहिँ फेरि यसको अहिलेको लिटो चाहिँ यस्तो भएछ। अब यसलाई खुवाउनु पर्यो छोरीलाई। नखाऊ छोरी, हाम्मा गर्नु, मिठो छ। खोक्दैछ यो फेरि, यसलाई सन्चो छैन। 5 दिन सन्चो हुन्छ भने 1 महिना बिरामी हुन्छ यो बच्चाहरू। मैले चाहिँ छोरीलाई पनि छोरालाई पनि 6 महिनादेखि नै यस्तरी नै बनाएर खुवाउने गर्छु। सेयरलेस जस्तै हो यो, तातो पानीमा घोलेर दिँदा पनि मिल्छ, यो जे गरेर दिँदा पनि मिल्छ। म चाहिँ यसरी नै खुवाउने गर्छु छोरीलाई लिटो। छोरी मक्ख पर्दै खाँदैछ। ओके, बाई।